सम्पूर्णमा नमस्कार। ट्युटोरियल संसार हेरेर बसिनुभएको सबैलाई स्वागत छ। हजुर सबैलाई थाहा भएको कुरा भदौ 23 र भदौ 24 गते जुन हाम्रो देशमा जेनजीको आन्दोलन भयो। जेनजीको आन्दोलन भइसकेपछि हाम्रो देशले नयाँ अन्तरिम सरकार पाइसकेको छ र उक्त अन्तरिम सरकारले फागुनको 21 गते चुनाव गर्न पर्ने भनेर सरकारबाट खबर आइसकेको छ र उक्त चुनावमा थोरै परिमार्जन के गरेको छ त भन्दा पहिला जुन हाम्रो 18 वर्ष पुग्न पर्ने थियो भोट हाल्नको लागि भने त्यो अहिले चेन्ज भएर 18 को साटो 16 भएको छ। जुन हाम्रो इलेक्सन कमिसन नेपालले नै प्रेस विज्ञप्तिको मार्फत हामी सबैलाई जानकारी गराइसकेको छ। सो अब भोट हाल्नको लागि हजुरहरू 18 वर्ष पुग्नु पर्छ भन्ने भएन। हजुर यदि 16 वर्ष पुग्नु भयो र यदि हजुरसँग नेपाली नागरिकताको प्रमाणपत्र छ भने हजुरले उक्त निर्वाचनमा भोट हाल्न सक्नुहुन्छ। सो यहाँ देख्न सक्नुहुन्छ मसँग इलेक्सन कमिसन नेपालको प्रेस विज्ञप्तिको यहाँ नोटिस पनि छ। यहाँ के लेखेको छ त भन्दा 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा तथा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य आयोगको निर्णय अनुसार मिति 2082 7 महिना 30 गतेसम्म पूर्ण सञ्चालन हुने भएको छ। यस कार्यक्रम अन्तर्गत यस पूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका 16 वर्ष उमेर पुरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरूले सार्वजनिक बिदाको दिन बाहेक बिहान 8 बजेदेखि बेलुकी 6 बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको छ। आयोगको वेबसाइट www.election.gov.np मा प्री रजिस्ट्रेसन प्रणालीबाट आवेदन भरी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक विवरण उपलब्ध गराउनु पर्नेछ। सो यहाँ के भनेको छ त भन्दा अब यदि हजुरहरू 16 वर्ष पुग्नु भयो र हजुरसँग नेपाली नागरिकको प्रमाणपत्र छ भने हजुरले चाहिँ सार्वजनिक बिदाको दिन बाहेक 8 बजेदेखि बेलुका 6 बजेसम्म आफ्नो जिल्ला निर्वाचन कार्यालय अथवा प्रदेश निर्वाचन कार्यालयमा गएर हजुरले बायोमेट्रिक गर्न सक्नुहुन्छ। र बायोमेट्रिक गर्नुभन्दा अगाडि हजुरले प्री रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ र प्री रजिस्ट्रेसन गर्नको लागि चाहिँ हजुरले जुन यहाँ वेबसाइट दिएको छ त्यो वेबसाइटमा गएर हजुरले गर्नुपर्ने हुन्छ। र यो कसरी गर्ने भनेर म हजुरहरूलाई आगामी आउने भिडियोमा प्रस्तुत गर्छु। हजुरहरूलाई यस मार्फतबाट म हजुरलाई सिकाउँछु र हजुरले त्यहीँ हेरेर हजुरले घरै बसेर पनि आफ्नो प्री रजिस्ट्रेसन गर्न सक्नुहुन्छ। र प्री रजिस्ट्रेसन गरिसकेपछि हजुर बायोमेट्रिक गर्नुहुन्छ। बायोमेट्रिक गरिसकेपछि हजुरले आफ्नो नाम चाहिँ भोटर लिस्टमा इन्क्लुड गर्न सक्नुहुन्छ। र भोटर लिस्टमा हजुरले नाम इन्क्लुड गर्ने बित्तिकै के हुन्छ त फागुनको 21 गते जुन हाम्रो चुनाव हुन्छ चुनावको दिनमा गएर हजुरले भोट हाल्न पाउनुहुन्छ। हाम्रो के थियो पहिला 18 वर्ष थियो। सो 18 वर्षलाई अहिले के गराइएको छ त 16 वर्ष बनाइएको छ। सो यो चान्स हजुरले मिस नगर्नु। अब हजुरहरूको हातमा छ देशको नेतृत्व चुन्ने। सो सोचेर हजुरहरूले भोट गर्नु होला। 16 वर्ष पुगिसक्नु भएको छ र नागरिकता पनि छ भने छिटोभन्दा छिटो प्री रजिस्ट्रेसन गरेर भोटर लिस्टमा आफ्नो नाम इन्क्लुड गराउनु होला। र यदि हजुरहरूलाई यो भिडियो मन परेको छ भने यस भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला र आफ्नो साथीभाइलाई भिडियो सेयर पनि गरिदिनु होला। हस्त धन्यवाद।